प्रवर्षण नाम गरेको पर्वतमा चढ्नुभयो, चारैतिरबाट आगो लगाइदिए, भगवान त्यहाँबाट अन्तर्धान भएर जानुभयो। नगरमा आफूले समुद्रसँग भूमि माग्नुभयो, हे समुद्र देवी मलाई जमिन दिनुस्, म तपाईलाई 100 वर्षपछि फिर्ता दिनेछु, 100 वर्षको लागि मलाई पृथ्वी दिनुस्, त्यो भूमि म तपाईलाई 100 वर्षपछि फिर्ता दिनेछु भनेर समुद्रलाई भूमि माग्नुभयो। समुद्रले आफ्नो बीचमा भूमि खडा गरिदिनु, द्वीप बन्यो। समुद्रको बीचमा उठेका सम्पूर्ण मथुरावासीलाई लिएर जानुभयो द्वारिकामा। निदाएको बेलामा सबैलाई लगेर द्वारिकाको घरमा लगेर सुताइदिनु भयो, त्यो समुद्रको बीचमा लगेर सुताइदिनु भयो। अब त ती बिहान उठेर ती के भन्दा रहेछन् ती मथुराका व्यक्तिहरू, उनीहरूको ढोका सधैँभरि घरको ढोका खोज्छन्, त्यहाँ छैन द्वारिकामा त्यो ढोका भएको ठाउँमा। ती व्यक्तिहरू त बिहान बिहान उठेर सबैले के भनेछन्, द्वार कह भनेर सोधेछन्। ढोका खै भनेर भन्दा भन्दै यसको नाम रह्यो द्वारिका। के नाम रहन गयो? द्वार भनेको ढोका, कह भनेको कहाँ छ, ढोका खै भन्दा भन्दै त्यसको नाम रह्यो द्वारिका। राति सुत्दाखेरि मथुरामा, बिहान उठ्दाखेरि द्वारिका, भगवानको लीला। तत्पश्चात काली एउटा गुफामा प्रवेश गर्नुभयो, जुन गुफामा सूर्यवंशी मान्दातुका छोरा मुचकुन्द सुतिराख्नु भएको थियो। देवताहरूसँग युद्ध गरेर थकाइ लागेछ, वरदान माग्नुभयो। के वरदान माग्छु भन्दा आनन्दले सुत्न, कसैले मेरो निन्द्रा डिस्टर्ब गर्यो भने त्यो भस्म हुनेछ। ल ठिक छ, जानुस् गएर सुत्नुहोस्, तपाईँको निन्द्रा कसैले बिगार्यो भनेदेखि त्यसको भस्म हुनेछ। मुचकुन्द गएर आनन्दले सुत्नु भएको थियो। गुफामा गएर भगवान नारायणले गएर, भगवान कृष्णले गएर आफूले ओढेको पितामा मुचकुन्द राजालाई ओढाइदिनु भयो। आफू त्यहाँबाट भित्र गएर लुक्नु भयो। काली पनि त्यही भित्र प्रवेश गरे। ए त यहाँ आएर लुकेको, तँलाई पकाउन लात्तीले प्रहार गरेको थियो कालीमनले, मुचकुन्दको निन्द्रा भङ्ग भयो। यसो हेर्दै थिए कालीमन भस्म। द्वापरमा त कलियुगका भन्दा केही अग्ला हुनुहुन्थ्यो, तपाईँको 7 हात भन्नु बताएको छ। कलियुगमा कति हात? 3.5 हात। कति हात? सबै आफ्नो हातले 3.5 हात अग्ला हुन्छ। नापेर कृष्णको लाल कि कृष्ण भगवानको यसरी सबैजना ताली बजाउन थाले। त बलरामजीलाई रिस उठेछ। उहाँको हातमा हलो थियो, हलोलाई लामो बनाउनु भयो, रेवतीको टाउकोमा हलो पुर्याउनु भयो, मुसललाई सम्झिनु भयो, एक मुसल हानिदिनु भएको थियो। रेवती त बलरामजीभन्दा एक भित्ता हुन्थ्यो। हाम्रो कुलमा विवाह हुनुभन्दा अगाडि गर्नुपर्छ, कुलदेवीको यात्रा हुन्छ। त्यो यात्रामा जाने बेलामा हजुर आएर मलाई लिएर जानु होला। उपाय
चोरी चोरी गाडी आफूले बिदा गरेको बिर्सनु भएर कृष्ण पछाडि साथी खेल्न जान्थे हातैमा कसले सिंगारेको यस्तो साडी पनि जलेर परिवेश कस्तो सक्ने रहेछ भगवान विष्णु माला ठिक छ औजी नि औजी उठ्नुस् दुवैजना वरिपरि छोड्नु कति नजिकै नजिकै राखे अलिक पता पैसा साथी मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि मान्छे बाजा बच्चा बन्दैन ताली खोइ त ताली बजाउने सबैजनाले
वर्षा गरौँ अब अब फुल वर्षा ताली बजाउनु सबैजना फोटो पछि खिच्ने त्यहाँ छोड्देऊ बाटो छोड्देऊ फोटो पछि हे राधा कृष्ण दुईजना साथी खेल्न जान्थे हातैमा समाती राधा कृष्ण दुईजना साथी खेल्न जान्थे हातैमा समाती बाटो छोड्देऊ त्यहाँ अगाडि बाटो छोड्देऊ न बाटो हे कृष्णले अगाडि लाग्यो रुखलाई अगाडि लगाएर त्यही एकछिन त्यही बस्ने ल टिका लगाइदिउँ मूल कर्ताले टिका लगाइदिउँ त हे रुक्मिणीले उनेको माला आमा टिका लगाइदिउँ गलैमा झाला रुक्मिणीले उनेको माला कृष्णजीको गलैमा झाला कृष्णजीको ताली आयो ताली रुक्मिणीले उनेको माला कृष्णजीको गलैमा झाला अरू छोडिदिउँ न त्यहाँ अगाडि छोडिदिउँ टिका लगाइदिउँ उनेको माला गलैमा झाला पशुपतिमा चार ढोका चाँदीका कृष्णजी ल नाचिदेऊ रुक्मिणी र कृष्ण नाच्छ आजाद कृष्ण उठ्नुहोस् त आफ्नो ठाउँबाट
थोरै भएको हुनाले त्यसलाई खाजा भनिएको। थोरै खाजा थियो, त्यो खाजालाई दुई भागमा कृष्णलाई एक भाग मलाई एक भाग भनेर छुट्याउनु भएको थियो। आफ्नो भाग खानु भएको त उहाँलाई चित्त बुझेको छ। धेरै भोक लागेको समयमा बरु केही नखाइकन बस्न सकिन्छ, तर थोरै खानेकुरा खायो भनेदेखि झन् बढी भोक लाग्छ। उहाँलाई त झन् गाह्रो भाइ, बरु नखाएको भए शक्ति होला भोकै बस्न, यो खाएपछि त यो थोरै खाजा खाएर म बस्न सकेँ। अत्यन्त गाह्रो भयो उहाँलाई। विचार गर्नुभयो कन्हैया त मेरै साथी त हो, भन्छु मलाई साह्रै भोक लाग्यो मैले खाइदिएँ भनेर दोस्रो भाग निकालेर खाइदिएँ। केही क्षणमा पानी बन्द भयो, जलवर्षा बन्द भयो। कृष्ण र सुदामाजीको भेट भयो। सोध्नुभयो कृष्णजीले, सुदामा साह्रै भोक लागेको छ, खाजा खाउँ। सुदामाजी भुइँतिर हेर्नुहुन्छ, कन्हैया खाजा त छैन, खाजा छैन। उहाँ घोरिनु भयो भुइँतिर हेरेर। भगवान कृष्णलाई नराम्रो लागेछ। ब्राह्मणका पुत्र, कमसेकम एउटा मित्रलाई पनि नखाइकन यिनले, एउटा मित्रलाई साथीलाई पनि नछुट्याइकन खाने यिनको स्वभाव रहेछ। यिनले जीवनमा धेरै दुःख पाउँछ। जसले मिठो वस्तु अरूलाई नछुट्याइकन एक्लै खायो भनेदेखि त्यसको घरमा जहिले पनि दरिद्रता हुन्छ। त्यसको अगाडि म कसरी खालिहाल्छु, केही न केही त लिएर जानुपर्छ, केही ल्याउन है कोसेली भनेर माग्नुभयो। कोसेली घरमा केही छैन, के दियो? घरमा कोसेली केही पनि थिएन। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे कृष्ण बाटो छोड्दिउँ यहाँ, बाटो छोड्दिउँ। सुदामाजी जानुहुन्छ बाटो। उहाँ अत्यन्त कमजोर हुनुहुन्थ्यो, हिँड्दा हिँड्दै बाटोमा थकित हुनुहुन्थ्यो। भगवान श्री कृष्णको नगरीमा पुग्नलाई धेरै लामो बाटो थियो। भगवान श्री कृष्णको नगरीमा पुग्नलाई धेरै लामो बाटो थियो। थकित हुनुभयो। बाटो छोडिदिउँ न यतापट्टि। सम्पूर्ण शान्त भएर बसिदिनु होला। एकछिन हल्लालाई अलिक कम गरौँ न। बाबु नानी, सानो बाबु नानीहरू हल्ला एकछिन बन्द गर। जब सुदामाजी बाटोमा जानुभएको थियो, सूर्य अस्त भयो। बाटोमा जाँदा जाँदै घाम अस्ताउनु भयो। रात्रिको समय आउन लाग्यो। अत्यन्त थकित हुनुभएको थियो। सुदामाजी हिँड्दा हिँड्दै बाटोमा लड्नु भयो। बाटोमा लड्नु भएको थियो। सुदामाजी भगवान श्री कृष्णको स्मरण गर्नुभयो। भगवान श्री कृष्णले थाहा पाउनु भयो कि मेरा मित्र सुदामा मलाई भेट्न आउँदै हुनुहुन्छ। भगवान श्री कृष्णले मेरा मित्र सुदामा मलाई भेट्न आउँदैछन् भन्ने कुरा थाहा पाउनु भयो। आउनुहुन्छ आफै मित्रलाई लिनको लागि भनेर। बाटोमा जो आराम गर्न लड्नु भएका सुदामाजीलाई उठाएर द्वारिकाको समुद्रको नजिकै भगवान श्री कृष्णको द्वारभन्दा नजिकै लगेर पुर्याइदिनु भयो। रात्रिको समय भगवानले आफ्नो शक्तिद्वारा जब द्वारिकाको समुद्रको किनारमा राखिदिनु भयो, सुदामाजी उठेर हेर्नु भएको त उज्यालो भइसकेको रहेछ। अगाडि समुद्र देख्नुभयो। समुद्रको बीचमा भगवानको द्वारिका धाम छ। भगवानको द्वारिका धाममा जाने इच्छा छ सुदामाजीलाई। बीचमा समुद्र कसरी पार गरेर जाने? उहाँ त्यही बसेर हुन लाग्नुभयो। भगवानको दर्शन गर्न यहाँसम्म आए।
यहाँबाट म जान सक्दिनँ। भगवानको कमसे कम मन्दिर मैले यहाँबाट देखेँ, म यहीँबाट फर्केर ढुङ्गा आइपुग्यो। अमरजी कहाँ जान लाग्नु भएको, कता जान लाग्नु भएको भनेर सोध्नु भयो ती माझीले। सुधामाजी भन्नुहुन्छ यो फोटो खिच्ने काम लास्टमा गरिदिनुहोस् न है। सुधामाजी भन्नुहुन्छ म भगवान कृष्णको दर्शन गर्न जान लागेको। समुद्र पार रहेको भगवानको द्वारिकामा मन्दिरमा दर्शन गर्न जान लागेको भनेर सुधामाजीले बताउनु भयो। तब ती माझीले के भन्नुभयो, ब्राह्मणजी म तपाईँलाई पारी पुर्याइदिन्छु, तर एउटा शर्तमा। के शर्त त? पारी लगिदिए बापत मलाई केही दिनुपर्छ, तपाईँले मलाई केही दिनुपर्छ, पारी लगिदिए बापत केही शुल्क दिनुपर्छ मलाई भन्नुभयो। सुधामाजी भन्नुहुन्छ भुइँतिर हेर्नुभयो, शुल्क के दिने, मसँग केही पनि छैन। सुधामाजी भन्नुहुन्छ अब म केही पनि छैन, आफूले लगाएको वस्त्र बाहेक। 4 मुठी कनिका लिएर आउनुभएको छ कृष्णको लागि कोसेली भनेर। अब यो शुल्क भगवान कृष्णको कोसेली त बाटोमा अरूलाई दिन मिल्दैन, मसँग केही पनि छैन, म केही दिन सक्दिनँ तपाईँलाई। तपाईँले मलाई पारी लगिदिए पनि म तपाईँलाई केही दिन सक्दिनँ भनेर सुधामाजीले भन्नुभयो। तब ती माझीले भन्नुभयो अनि तपाईँले हातमा एउटा सानो सानो पोको बोक्नु भएको छ त, त्यो के हो, त्यो मलाई दिनुहोस् न त, म पारी लगिदिन्छु भन्नुभयो। सुधामाजी भन्नुहुन्छ यो त म दिन्न, यो मेरा कृष्णको लागि मैले ल्याएको कोसेली, मेरा कृष्णको लागि ल्याएको कोसेली म यो दिन सक्दिनँ भन्नुभयो। बरु यो कोसेली दिनुपर्छ भने म फर्किन्छु, कोसेली दिनुपर्छ भने म फर्कन्छु भन्नुभयो सुधामाजी। भगवानले भन्नुभयो, त्यो माझीले भन्नुहुन्छ होइन होइन आउनुहोस्, म तपाईँले पारी लगिदिन्छु, पारी लगिदिन्छु भनेर भगवानले भन्नुभयो। भगवान स्वयं माझी बनेर आउनु भएको थियो त्यो डुगा लिएर। भगवानलाई यति हतार भएको थियो कि सुदामाले ल्याएको त्यो कनिका खानको लागि भगवानले त्यहीँनिर दिनुहुन्छ कि सुदामाजीले भनेर माग्नु भयो। माझी बनेर त्यो पोको दिनुहोस् न त भनेर माग्नु भयो, सुदामाजीले दिनु भएन। भगवान त्यहाँबाट जानुभयो, पारी लगिदिनु भयो। जब सुदामाजी भगवानको द्वारमा पुग्नुभयो, अत्यन्त निर्बल सुदामा भगवान कृष्णको द्वारमा पुगेपछि भित्र प्रवेश गर्न लाग्नु भएको थियो। सुदामाजी द्वारपालहरूले बाटो रोकिदिए, भित्र प्रवेश गर्न। त्यस्ता निर्बल ब्राह्मण, यस्ता दरिद्र ब्राह्मणलाई देखेर द्वारपालहरूले भित्र छिर्ने अनुमति दिएन, किनकि भगवानको ऐश्वर्य सम्पन्न महलमा यस्ता दरिद्र व्यक्तिहरू प्रवेश गर्नु हुँदैन भनेर द्वारपालहरूले भित्र छिर्न दिएन। यी पक्कै पनि कुनै पापी व्यक्ति हुनुपर्दछ, पाप गरेको कारणले नै यिनी यस्ता भएका छन्, यी त सडकमा हिँड्ने कुनै मगन्ते जस्ता देखिन्छन् भनेर द्वारपालहरूले सुदामाजीले भित्र प्रवेश गर्न दिनु भएन। सुदामाजी त्यही ढोकामा बस्नु भयो र भगवान श्रीकृष्णको नाम सम्झेर शोक गर्न लाग्नु भयो। आँखाबाट आँसु झरे। भगवान श्रीकृष्णको नामलाई सम्झँदै भगवान श्रीकृष्णको ढोकामा द्वारमा भगवानका मित्र सुदामाले दर्शन गर्नुभयो। भन्नुहुन्छ हरे राम हरे राम 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 हरे 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 राम हरे राम 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 हरे 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 कृष्ण दया लाग्यो द्वारपालहरूलाई। बिचरा यी धेरै बेरसम्म यहाँ बसेर शोक गरिरहेका छन्, को रहेछन् त? सोध्नु पर्यो भनेर गएर सोध्दछन् द्वारपालहरूले तपाईँ को हो भनेर। उहाँले बताइदिनु भयो कि सुदामाजीले मेरो नाम सुदामा हो, म भगवानको मित्र हुँ भनेर बताउनु भयो। द्वारपालहरूलाई विश्वास लागेन। भगवान श्रीकृष्णका मित्र यस्ता हुन्छन्, त्यत्रो ऐश्वर्य सम्पन्न भगवान कृष्णका मित्र पनि यस्ता हुन्छन् त? विश्वास लागेन द्वारपालहरूलाई। जानुभयो भगवान कृष्णको पासमा। द्वारपालले भन्नुभयो प्रभु, एकजना दुर्बल ब्राह्मण आउनु भएको छ, जसको शरीरमा वस्त्र पनि अत्यन्त पुरानो छ, अत्यन्त कमजोर शरीर छ,
तपाईको दर्शन गर्ने इच्छा गर्नुभएको छ प्रभु। भित्र प्रवेश गर्ने अनुमति दिउँ कि नदिउँ भगवानलाई सोध्नुभयो। तत्पश्चात भगवानले द्वारपालहरूलाई सोध्नुभयो, बाबु हो तिमीले नाम सोध्यौ? उहाँको नाम सोध्यौ? सोधेका थियौ। उहाँले आफ्नो नाम के बताउनु भयो त? उहाँले आफ्नो नाम त सुधामा बताउनु भयो। जब सुधामाको नाम सुन्नुभयो भगवान श्रीकृष्ण दौडेर आउनुहुन्छ। आउनुभयो, आफ्नो ढोका अगाडि लडिरहेका आफ्ना मित्रलाई देख्नुभयो। आफ्ना मित्रको त्यो अवस्था देखेर भगवानले दौडेर जानुभयो, आफ्ना मित्रलाई अङ्कमान गर्नुभयो। भगवानका नेत्रबाट अश्रुहरू झरे, आँसु झरे। आफ्ना मित्रको त्यो अवस्था देखेर लिएर जानुहुन्छ सुधामाजीलाई त्यो दिव्य महलको आफ्नो सुनको सिंहासनमाथि राखेर सुधामाजीको पाउ धुन लाग्नुभयो भगवान श्रीकृष्ण। नमो ब्रह्मण्य देवाय गोब्राह्मण हिताय च जगद्हिताय कृष्णाय गोविन्दाय नमो नमः। सुधामाजीको पाउ धुनुभयो भगवान कृष्णले। आज एउटा त्यस्ता दुर्बल ब्राह्मण, त्यति दिनहीन ब्राह्मणको पाउ धोएर भगवान श्रीकृष्णले सुदामाको पाउको जल सेवन गर्नुभयो। रुक्मिणी माताले व्यञ्जन पंखा ल्याएर सेवा गर्न लाग्नुभयो सुदामाजीको। स्वर्गबाट सम्पूर्ण देवताहरू चकित पारेर हेर्नुहुन्छ। भगवान श्रीकृष्णले पनि चरण धोएर पान खानु जसले जल लिनु भएको छ। रुक्मिणी माता चमर पंखा हल्लाएर बस्नुभएका छ। यस्ता भगवानका भक्त को हुनुहुँदो रहेछ भनेर सम्पूर्ण देवताहरूले आकाशबाट दृष्टि लगाउनु भयो। जो भगवानका भक्त सुदामाको त्यो सेवा भगवानले गर्नुभएको देखेर सम्पूर्ण देवगणहरू पनि प्रशंसा गर्नुहुन्छ सुदामाजीको। आज एउटा ब्राह्मण, एउटा दिनहीन गरीब ब्राह्मणको भगवान श्रीकृष्णले त्यति भव्य सेवा सत्कार गर्नुभएको देखेर देवगणहरू पनि चकित पर्नुभयो। तत्पश्चात रुक्मिणी माताले चमर पंखा हल्लाइरहनु भएको थियो। भगवान श्रीकृष्णले चरणको सेवा गर्नुभयो, चरण दबाउन लाग्नुभयो सुदामाजीको। ए प्यारो मित्र, यत्रो दिनसम्म मलाई किन बिर्सनु भयो? मेरो सम्झना आएन हजुरलाई? गुरुकुलमा बस्दाखेरि हामीले कति रमाइलोसँग विद्या आर्जन गरेका थियौँ। आज हजुरले मलाई बिर्सनु भयो? यत्रो दिनसम्म मलाई भेट्न आउनु भएन है हजुर? मेरो सम्झना आएन है हजुरलाई? भगवान कृष्ण भन्नुहुन्छ, सुदामा भन्नुहुन्छ, हेर्न कन्हैया, यो गृहस्थ आश्रममा बन्दी भएपछि यस्तै रहँदो रहेछ। घर परिवारमा बसेपछि यस्तै हुँदो रहेछ। तिमीलाई भेट्न आउन पाइन। भगवान कृष्ण सोध्नुहुन्छ, सुदामाजी हजुरले विवाह पनि गर्नुभयो? तपाईको विवाहको खबर त मलाई पनि दिनु भएन। हेर्नुस्, त्यसो भए त पक्कै पनि मेरो लागि मेरो भाउजूले मलाई कोसेली पठाइदिनु भएको छ होला। मलाई कोसेली पठाइदिनु भएको छ होला। भाउजूको दर्शन गर्न नपाए तापनि मेरी भाउजूले पठाएको कोसेली म खान चाहन्छु। कोसेली दिनुस् न मलाई भन्न माग्नु भयो भगवान कृष्णले। सुदामाजी भगवान कृष्णको अनुहारमा हेर्न सक्नु भएन, भुइँतिर हेर्नुहुन्छ, शिर झुकाउनुहुन्छ, भन्नुहुन्छ, कन्हैया मैले केही पनि लिएर आएको छैन तिमीलाई। मसँग केही पनि छैन तिम्रो लागि कोसेली। सुदामाजीले त्यत्रो ऐश्वर्य सम्पन्न भगवानको महलमा त्यो कनिका निकाल्न उहाँलाई गाह्रो भयो। उहाँ मान्नु भएन। मैले केही ल्याएको छैन, शिर हल्लाउनु भयो। सोध्नुहुन्छ सुदामाजी, कन्हैया तिम्रो के छ? तिम्रा 16,108 महारानीहरूको के छ भने सोध्नुभयो। भगवान कृष्ण भन्नुहुन्छ, होइन कन्हैया, होइन मित्र, कुरा नछल्नुस् न, मलाई कोसेली ल्याउनुस् न। मलाई थाहा छ तपाईँले मलाई कोसेली लिएर आउनु भएको छ। तपाईँ जस्ता ज्ञानी व्यक्ति अरूको भेट गर्न जाँदाखेरि खाली हात कहिले पनि आउनुहुन्न। तपाईँको कोसेली खाने इच्छा छ भन्नुभयो। सुदामाजीले कोसेली निकाल्न सक्नु भएन। त्यो दरिद्रताको प्रतीक कनिका निकाल्न सक्नु भएन सुदामाजीले। उहाँको नेत्रबाट आँसु झर्यो। सुदामाजीको आँखाबाट आँसु झर्यो। उहाँले त्यो कनिका निकाल्न दिन सक्नु भएन। भगवान श्रीकृष्णलाई साह्रै नराम्रो लाग्यो। आफ्ना मित्रको त्यो अवस्था देखेर
बिस्तारै बिस्तारै हात समाउन लाग्नु भएको थियो। भगवान श्रीकृष्णले सुदामाजीको हात काम्न थाल्यो। हात काम्दा काम्दै सुदामाजीको हातबाट कनिकाको पोको झर्न लागेको थियो। भगवान श्रीकृष्णले च्याप्प समाउनु भयो, हातमा समाउनु भयो भन्नुहुन्छ। कनिकाको पोको फुकाएर हेर्नुहुन्छ, आहा कति मिठो कनिका, कति मिठो कसैले लिएर आउनु भएछ। हेर्नुहोस् सुदामाजी, मलाई अहिलेसम्म मेरा भक्तहरूले धेरै मिठा मिठा कोसेलीहरू दिनुभयो। मेरा भक्तहरूले मलाई 84 व्यञ्जन भोग लगाउनु भयो, तर मैले कहिले पनि मेरा मित्रको हातबाट यति मिठो स्वादिष्ट कोसेली खान पाउँछु भनेर सोचेको पनि थिएन। सुदामा, हजुरलाई थाहा छ, गुरुकुलमा हामीलाई गुरुआमाले खाजा पठाउनु भएको थियो, कनिकाको पुवा। त्यो पुवाको स्वाद मैले लिन पाएको थिइनँ। म त्यो पुवाको स्वादको प्यासी थिएँ सुदामा। आज त्यो पुवाको स्वाद म हजुरले ल्याएको कनिकाबाट मृत्यु भनेर एक मुठी कनिका निकाल्नु भयो। भगवान कृष्णले प्रार्थना गर्नुभयो। पहिलो मुठी प्रार्थना गर्नुभएको थियो। कनिका मनमा नै प्रतिज्ञा गर्नुभयो, मेरा मित्रको सम्पूर्ण घरमा भएको दुर्भाग्यलाई नाश गराएर सम्पूर्ण ऐश्वर्य मेरा मित्रलाई प्राप्त गर्दछु भनेर दिनुभयो। जब दोस्रो मुठी निकालेर प्राशन गर्न लाग्नु भएको थियो, रुक्मिणीजीले उहाँको हात समाउनु भयो, प्रभु हामीलाई पनि प्रसाद दिनुस्। दोस्रो मुठी दिँदा भगवान यति दानी हुनुहुन्थ्यो, स्वयं सम्पूर्ण आफ्नो शक्ति नै प्रदान गर्न लाग्नु भएको थियो। आफ्नो भाइ जति सम्पूर्ण ऐश्वर्य भगवान कृष्णको ऐश्वर्य हुनुहुन्थ्यो। रुक्मिणीजी स्वयं आफ्नो सम्पूर्ण ऐश्वर्य प्रदान गर्न लागेको देखेर रुक्मिणीजीले समाउनु भयो र दोस्रो मुठी सबैजनाले प्रसादको रूपमा वितरण गर्नुभयो। त्यो कनिका प्रसादको रूपमा लिनुभयो भगवान कृष्णका पत्नीहरूले। तत्पश्चात रातिको समयमा 84 व्यञ्जन भोजन गराउनु भयो। सुदामाजीलाई 84 व्यञ्जन भोजन गराउनुहुन्छ भगवान कृष्णले। आफ्ना बालबच्चा पत्नी सुशीलालाई सम्झनु भयो सुदामाजीले, मेरो घरमा मेरी श्रीमती मेरा छोराछोरीहरू भोकै होला, आफूलाई 84 व्यञ्जन याद छ। उहाँ दुखित भई त्यो भोजन लिनुहुन्छ। जब भोलिपल्ट बिहान, हे कन्हैया मेरो त घर गृहस्थी छ, घर जानुपर्छ, म जान्छु, तिमी बस आइ भन्नुभयो। भगवान श्रीकृष्ण र सुदामाको बातचित भएको छ रातभरि। अत्यन्त लामो समयपछिको भेट। उहाँहरूले अङ्कमाल गरेर कतिन्जेलसम्म आँखाबाट अश्रु झार्न बातचित गर्नुभयो आफ्ना बाल्यकालका मित्र सुदामाजीसँग। तत्पश्चात भोलिपल्ट बिहान सुदामाजी जान लाग्नु भएको थियो। भगवानले राम्रोसँग जानुहोस् है भनेर बिदाई गर्नुभयो। सुदामाजीले सम्झनु भयो, हिँड्ने बेलामा मेरी पत्नीले केही इच्छा गरेकी थिइन्, भगवानले केही दिनुहुन्छ कि भन्ने आश गरेकी थिइन्, तर भगवानले केही दिनु भएन। ठिकै छ भनेर सुदामाजी जानुहुन्छ। सुदामाजी जानुभयो त्यहाँबाट। जब बिस्तारै बिस्तारै आफ्नो भवनमा आउनु भएको थियो, आफ्नो भवन सानो झुप्रो थियो, एउटा सानो झुपडी थियो। आफ्नो गृह भएको ठाउँमा आइपुग्नु भयो सुदामाजी। त्यो झुपडीको ठाउँमा त अत्यन्त विशाल महल तयारी भएछ। त्यो महलभित्र यसो हेर्नु भएको आफ्नी पत्नी सुशीला, आफ्ना छोराछोरी अत्यन्त सुन्दर वस्त्रहरू गहनाहरू लगाएर सुसज्जित भएको देख्नुभयो। कहाँबाट यो प्राप्त भयो त भन्दा हजुर गए पश्चात भगवान श्रीकृष्णको कृपाले यो ऐश्वर्य प्राप्त भयो भन्नु। सुशीलाजीको मुखबाट भगवानले यो ऐश्वर्य दिनुभयो भन्ने कुरा सुनेपछि सुदामाजीलाई अत्यन्त नराम्रो लाग्यो। आज भगवानसँग म एउटा दरिद्री भएर भगवानसँग ऐश्वर्य मागे, यो ऐश्वर्य मलाई केही काम छैन। जीवनमा यदि चाहिन्छ भने मुक्ति चाहिन्छ, म यो ऐश्वर्य भोग गर्दिन, म जान्छु भनेर सुदामाजी घरबाट निस्कन लाग्नु भएको थियो। भगवान श्रीकृष्ण त्यहाँ आउनुभयो र भन्नुहुन्छ, सुदामाजी यो मेरो प्रसाद हो, मेरो प्रसादको रूपमा ग्रहण गर्नुहोस् भनेर जिम्मा दिनुभयो। तत्पश्चात यो सुदामाजीको चरित्र जसले श्रवण गर्नुहुन्छ त्यस्ता व्यक्तिहरू पनि ऐश्वर्य सम्पन्न हुन्छन् भनेर बताइएको छ। जसले सुदामा चरित्र श्रवण गर्दछ भने पनि तिनीहरूको सम्पूर्ण घरको जो
घरमा दरिद्रता छ भने त्यो नाश हुन्छ भनेर बताइएको छ। पढुन् यही सबले सुधामा चरित्र, भई शक्तिशाली हुनेछन् पवित्र। सुने मात्र हुन्छन् हरिका प्यारा, हुनेछन् धनीकै भए सर्वहारा, हुनेछन् धनीकै भए सर्वहारा। भगवानले सुदामा चरित्र सुनाएर अन्तिममा के ज्ञान दिनु भयो त भन्दा, यदि केही कुरा माग्नु छ भनेदेखि यी सांसारिक व्यक्तिहरूसँग नमाग। धुरीश्वर द्वार बहिर्भितर दिका, दुरासिकायै रचितो य मञ्जली। यदब्जनाभं निरपाय मन्तिनो, धनञ्जयस्यन् धनभूषणं धनम्। क्षोणी कोण सतांस पालन कला, दुर्बार गर्भानला। क्षुभ्यत् क्षुद्र नरेन्द्र चाटु रचना, धन्यं न मन्यामहे। देवं सेवितुमेव निश्चिनुमहे, यो सौ दयालु पुरा। नाना मुष्टि मुचे कुचैल मुनाए, दत्तेस्म वित्ते सताम। सुदामा चरित्रको अर्थ प्रकाश गर्नुहुन्छ। यदि केही कुरा माग्नु छ भनेदेखि भगवानको सेवा गर्नुहोस्। यी संसारिक व्यक्तिहरूको स्तुति किन गर्नुहुन्छ? यी संसारिक व्यक्तिहरूसँग किन पुकारा गर्नुहुन्छ? यहाँ भनेको कुरा त्यही परतिर सुन्न सक्दैन। यी संसारिक मुरली बजाउने, मुरली बजाउने, मुरली बजाउने प्रभु कहाँ छ? मुरली बजाउने प्रभु कहाँ छ? ये बाबु जन्मेपछि मर्नु पर्ने, यही छ हाम्रो संस्कार। जन्मेपछि मर्नु पर्ने, यही छ हाम्रो संसार। चल्नु पर्छ तेरो बाबु परम्परा अनुसार। विश्वासैमा संसार चल्दछ वरपर, विश्वासैमा संसार चल्दछ वरपर, विश्वासैमा संसार चल्दछ वरपर, विश्वासैमा संसार चल्दछ वरपर, विश्वासैमा संसार चल्दछ वरपर।
न तिमी बाँसुरी बजाऊ नाचौँ हामी छौ नाचौँ हामी छमछम गरेर सम्पत्ति नै खर्च गरे कमाइने घरमा सम्पत्ति नै खर्च गरे कमाइने धर्म असले बुझ्छ खै त बाबा गरिबको मारमा ईश्वर छन्दैना छैन गरेको बिना छैन 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 ईश्वर छन्दैना छैन हे बाबु हरिको नाम जप्दै गरे आज भागवत प्रेमी श्रद्धालु भक्तजनहरू यस पवित्र पुण्यभूमि त्रिशूली सूर्यमती बेद्रावती गङ्गाको यो मध्यस्थल बागेश्वरी भैरवी देवीको चरण बागेश्वरी गाविस चुगते ढुङ्गे चौर ग्रामस्थानमा सञ्चालन भइराखेको यो श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आज 6औं दिन हामी सायङ्कालीन रात्रि समयमा छौँ। सायङ्कालीन रात्रि समयमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको यो पद्म पुराणमा उल्लेखित श्रीमद् भागवत महात्म्यको कार्यक्रम हामी शुभारम्भ गर्दैछौँ। कृपया सम्पूर्ण कृष्णचन्द्र भगवान यति आवाज आज त भक्तजनहरूको संख्या चित्त बुझ्दैछ। सबैजनाको मुखबाट जयकारको आवाज सुनौ न त। श्री कृष्णचन्द्र भगवान श्रीमद् भागवत ज्ञान महायज्ञको एकचोटि यसो गरौँ न। तल बस्नुभएका भक्तहरूको मात्रै आवाज सुनौ न। यता माथि बस्नुभएका भक्तजनहरूले नभन्नु कतातिरबाट आवाज ठुलो आउँदो रहेछ। पुरस्कार दिनु पर्यो। कृष्णचन्द्र भगवानको श्रीमद् भागवत महापुराणको अनि मैले त जयकार लगाउनु भनेको हाँस्नु भनेको त होइन। अब माथिबाट है त माथि बस्नुभएका सम्पूर्ण भक्तजनहरू
श्रीमद् भागवत महापुराण को भक्तवत्सल भगवान को गुरुजी कसलाई निरे गुरुलाई दिएको सेवस्व साधु पुरुषान् जहि काम तृष्णन् अन्यस्य दोष गुण चिन्तनमा सुमुक्ता सेवा कथर समहो नितरां पिबत्वम् अन्यस्य दोष गुण चिन्तनमा सुमुक्ता अरूको दोष र गुणको पछि नलाग्नुस्। हामी के भन्छौँ उसको त यस्तो स्वभाव छ। कोही शारीरिक रोग कोही मानसिक रोगहरू हुन्छन्। शारीरिक रोग लाग्यो भनेदेखि त्यसको ठिक पार्न त्यसलाई ठिक पार्नका निमित्त औषधिको सेवन गर्नुपर्दछ। तर मानिसलाई जब मानसिक रोग लाग्यो मानसिक चिन्तनको रोग लाग्यो भनेदेखि उसलाई डाक्टरको औषधिले पनि काम गर्न सक्दैन। त्यसको लागि सबैभन्दा अचूक औषधि हो श्रवण चिकित्सा। उपचारका विभिन्न पद्धतिहरू हुन्छन्। एलोप्याथिक आयुर्वेदिक होमियोप्याथिक विभिन्न उपचार पछि हटेन। पितर्यो परते तेन जननी ताडिता भ्रेषम कपित्तम तिष्ठते ब्रूहि हनिसे लतया नचेते। आमालाई गाली गर्न थाले दुन्दुकारी सम्पत्ति कहाँ लुकाएर राखेकी छ। दिनी भए दिनुस् नभए लात्तीले हानेर तपाईलाई पिटेर पनि सम्पत्ति लिन्छु। हनिसे लतया नचेत। यदि सम्पत्ति दिनु भएन भने तपाईलाई लात्तीले हान्न पनि सम्पत्ति लिन्छु भनेर आफ्नै आमालाई गाली गर्दछ। गाली मात्र होइन आफ्नै आमाप्रति जन्म दिने आमाप्रति लात्ती पनि उठाए धुन्धुकारी। त्यस्तो महाधुन्धुकारी आमाले पनि त्यो छोराको दुःख सहन नसकेर छोराले दिएको कष्ट सहन नसकेर धुन्धुलीको जस्तो मती थियो गएर इनारमा हामफाल र प्राण त्याग गरिदिए। धुन्धुली कुपे पात कृतो रात्रि तेन सा निधनम गत। जस्तो मती थियो कमसेकम सद्गति भइदिए मृत्यु पनि राम्रो हुन्थ्यो। धुन्धुलीको गति त्यस्तै थियो। राति गएर इनारमा हामफाल र आत्महत्या गरे। गोकर्ण तीर्थ यात्रार्थम निर्गतो युग संस्थित। उता गोकर्ण हुनुहुन्थ्यो ज्ञानी पण्डित हुनुहुन्थ्यो उहाँ तीर्थ यात्रा गर्न जानुभयो। घरमा बस्नु भएन तीर्थ यात्रा गर्न जानुभयो। न दुःखम न सुखम तस्य न बैरी नापी बान्धव। गोकर्ण आत्मज्ञानी हुनुहुन्थ्यो उहाँलाई सुखको पनि अनुभूति हुँदैन थियो दुःखको पनि अनुभूति हुँदैन थियो। न बैरी नापी बान्धव उहाँका कुनै शत्रुहरू पनि थिएन कुनै इष्टमित्र दाजुभाइहरू पनि थिएन। उहाँ एक्लैमा आफूमा पूर्ण आनन्द हुनुहुन्थ्यो। धुन्धुकारी अब घरमा एकदा पुलकास्तास्तु भूषणान्यलि विषव तदर्थो निर्गतो गेहात् कामान्धो मृत्युम स्मरन्। जस यदि यसलाई कुनै समय समाते भनेदेखि यो चोरलाई समाते भनेदेखि त हामीलाई पनि यिनीहरूले समाउँदछन् किनकि यसले चोरेर ल्याएको वस्तु हामीले प्रयोग गरेका छौँ। हामीलाई पनि यिनीहरूले दण्ड दिन्छन्। अब यो चोरसँग धेरै बेर बस्नु हुँदैन धेरै दिन बस्नु हुँदैन। यसले चोरी गर्ने क्रममा कुनै दिन यो पक्राउ पर्यो भनेदेखि हामीलाई पनि पक्रेर लिएर जान्छन्। अतः हामी यसको रात्रि सम्पत्तिहरू लिएर आएको थियो। धुन्धुकारी घरमा आएर सुतेको थियो ओछ्यानमा। रातिको समय ती पाँचवटी बेस्याहरूले पासम कण्ठे निधायस्य तन्मृत्युमुपचक्रतु डोरीले घाँटीमा बाँधिदिए। त्यहाँबाट खाटबाट निकालेर भुइँमा लडाएर कुट्न थाले। अत्यन्त पापी धुन्धुकारीको श्वास गएन। उसले गरेका त्यो पाप कर्मको कारणले उसको सजिलै मृत्यु भएन। घाँटीमा पास लगाएर कुट्दा पनि उसको मृत्यु भएन। बाँधेका थिए शरीरहरू सुतेको निदाएको बेलामा शरीरका अङ्गहरू बाँधेर घाँटीमा पास लगाएर खिसाएर कुटे भुइँमा झारेर तर पनि उसको मृत्यु भएन। ऊ छटपटाउँदथ्यो बोल्न खोज्दथ्यो। अब यो चिच्यायो भने अरू गाउँलेहरूले सुन्दछन् भनेर तिनीहरूले के विचार गरे त भन्दा अगेनोमा भुतभुते खरानी रहेछ। त्यो आगोको अङ्गारहरू भएको बलिरहेको अङ्गारहरू भएको भुतभुते त्यो आगोको कोइलाहरू लगेर त्यो कराउन लागेको मुखमा लगेर खन्याइदिए। तप्ताङ्गार समूहंस तन्मुखे विचिक्षिपु। तप्ताङ्गार बलिरहेका आगाका पानफुलले पनि बगाउन सक्छन्। नदीको विश्वास हुँदैन। शस्त्र पाडिन हातमा हतियार लिएको व्यक्तिको पनि विश्वास नगर्नु। हातमा हतियार लिनेवाला व्यक्तिको पनि विश्वास नगर्नु। उसले जे पनि गर्न सक्छ।
साथै भन्दै जाने ज्ञान मात्रै खरा बाट नरहने पाप पुण्य साथै मात्रै जाने ज्ञान मात्रै खरा ताली आली ताली नारायणी पाप पुण्य साथै मात्रै जाने ज्ञान मात्रै खरा ताली यता चढाउँदै अनि यता दाहिने घुम्दै निस्किनु होला लाखपति लाउनेले आफ्नो पहिला अनि कोही लाखपतिवाला दाईहरू कहाँ जानुभयो त्यहाँ अगाडि गेटमा अलिकति बढाएर त्यहाँ लाखपति राख्ने ठाउँमा सफा गर्नु पर्यो यहाँ दुईतिर यो स्पिकर राखेको मुनि बढार्ने अलिकति त्यहाँ पोतो ल्याएर पोत्ने पनि विष्णु 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 हते हस्तमधो महाप्राणेषु तवस्य विष्णुराज्ञय प्रवर्तमानस्य दिदी उसको टुक्रा लिनुहोस् विशेष गरी महिलाहरूको लागि हो लाखपति महिलाले बाँच्दाखेरि रजस्वला भएको दोष काटिन्छ भनिएको छ ती टुक्रा कुश ज्योति जल्ने अष्टाविंशतितमे कलियुगे तत्प्रथम सरणी भूर्लोके जन्मदेवी भारतवर्षे वर्तकण्डे आर्यवैतान्तर्गते च देशे नेपालदेशे पाशुपतसरस्वतेः वेहिकायाः पश्चिम भागे यस्थानादि नुवाकोट मण्डलान्तर्गते त्रिशूली गंगा बेत्रावती गंगा चतुर्थ्यां शुभपुण्यतिथौ शनिवासरान्वितायां मकरास्थिते श्री सूर्ये मेषरास्थिते देवगुरु कन्या वैकुंठ लोक प्राप्ति कामनार्थम मोक्ष प्राप्ति कामनार्थम अस्माकं गृह मंदिरे श्रीमद् भागवत महापुराण कृतस्य अस्माकं समस्त प्राप्तानां समस्त पितृ गणेश ओम गणानान्त्वा गणपति गोहामहे प्रियाणान्त्वा उतामृतत्वशेषाणो जगन्नेनातिरोहति एतावानस्य महिमातो जायः सपूर्णः पादोष विश्वाभूतानि त्रिपादस्यामृतं दिवि
यता पछाडि माला छ खोइ माइक त गयो त सन्तोषजी खोइ इदं फलं मया तपाईँले अर्पण गरौँ न फाल्ने होइन तपाईँले छोएर राख्नु येन मे सफला भाप्तिर् भवेत् जन्मनि जन्मनि त्यसरी माग्दै ल त्यसरी होइन टपरीमा राख्ने होइन तल पुष्पाञ्जली जानुपर्छ